राजनीतिक रूपमा यो वर्ष पनि सामान्य रहेन। आर्थिक वर्ष प्रारम्भ नहुँदै सरकार बदलियो। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै मुलुककै दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर असार 17 गते राति नयाँ सरकार बनाउने 7 बुँदे सहमति गरेका थिए। 7 बुँदे सहमतिमा संविधान संशोधन, अर्थतन्त्र सुधार र डेलिभरीको विषय समावेश थियो। तर सरकार बनेको 9 महिना पुग्दा समेत त्यसमा कुनै कार्यान्वयन आउन नसकेपछि जनआक्रोश बढेको छ। जुन सहमति गरेर सरकार बनेको हो त्यो सहमति कार्यान्वयनको सुरुवात समेत नभएको जानकारहरू बताउँछन्। कानून निर्माणलाई तीव्रता दिन भनेको सरकारले 5 वटा अध्यादेश जारी गर्ने र एकाध विधेयक अघि बढाउने बाहेक संसदीय भूमिकामा समेत चित्त बुझाउने ठाउँ नदेखेपछि प्रचण्डले फेरि नयाँ सरकार गठन गर्ने आधारहरू बनिरहेको दावी गर्नुभएको छ। आज गृह जिल्ला चितवन पुग्नुभएका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ वर्ष प्रवेशसँगै कांग्रेस नेतृत्वको सरकार बन्न नसक्ने संकेत गर्नुभएको हो। नयाँ सरकार बन्न सक्ने संकेत गर्नुभएको हो। नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डोराएको जवाब दिनुभएको छ। सरकारतिर हाम्रो त्यति ध्यान हाम्रो चाहिँ छैन, तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिरहेको छ। कांग्रेस एमाले र माओवादीको सत्ता लुच्छाचुँडीले राजतन्त्रको पक्षमा माहौल बढेको छ। फागुन 7 गते प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना वक्तव्यले तरङ्गित राजनीति अहिलेसम्म पनि मत्थर भएको छैन। पूर्व राजाको सो वक्तव्यपछि चैत 15 गते तीनकुनेमा भएको राजावादी प्रदर्शनलाई लिएर प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, दलका प्रमुख नेताहरू देशका जल्दाबल्दा समस्यालाई छोडेर सोही विषयमा आरोप प्रत्यारोप गरिरहेका छन्। त्यसले राजावादीहरूलाई बल पुगेको छ। विध्वंसनात्मक तीनकुने प्रदर्शनपछि 25 गते बल्खुमा प्रदर्शन गरेको राप्रपाले वैशाख 7 गते अर्को प्रदर्शनको आयोजना गरेको छ। गणतन्त्रको पक्षमा समाजवादी मोर्चा, एकीकृत समाजवादीले प्रदर्शन गरेपछि सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले पनि 9 गते प्रदर्शन गर्न लागेको छ। तीनकुने प्रदर्शनपछिका दुई थरी प्रदर्शनका बीच पूर्व राजा ज्ञानेन्द्र शाहले आज नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्नुभएको छ। 2 महिना नपुग्दै जनताका नाममा भन्दै 13.5 मिनट लामो शुभकामना वक्तव्य दिनुभएका पूर्व राजा शाहले अहिलेका सत्तारूढ दलहरूलाई नरम आवाजमा कडा सन्देश दिनुभएको छ। फागुन 6 गते अब चुप लागेर नबस्ने बताउनुभएका पूर्व राजा शाहले वर्षको अन्तिम दिन आज मुलुकको आजको अवस्थालाई हेरेर बस्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभएको छ। मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्न हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो। तीनकुने घटनालाई लिएर सांसदहरूले संसदीय समितिमा जवाफ दिनुपर्ने माग गरिरहँदा पूर्व राजा शाहले त्यसबारे सार्वजनिक रूपमा बोल्नु भएको हो। तीनकुनेमा भएको मानवीय, भौतिक क्षति र अराजक गतिविधिप्रति दुःख व्यक्त गर्दै उहाँले त्यस्तो द्वन्द्व नचाहेको बताउनु भएको छ। नेपाली बीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद मनोस्थिति नबनोस्, देशवासीहरू कुनै पनि नाम र न्युहुमा ध्रुवीकृत नबनुन् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौं। जनताको स्वतन्त्रता भन्दा ठूलो तन्त्र र वाद नहुने भन्दै पूर्व राजा शाहले जनभावना अनुसार मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधार गर्न आह्वान समेत गर्नुभएको छ। विश्वकै उत्तृष्ट भूमिमा पनि बाँच्न गाह्रो भएको सुनाउँदै उहाँले वैदेशिक पलायन रोकेर स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।
पूर्व राजाले राष्ट्र निर्माता बडा महाराजाधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई पनि अबको राज्य सत्ताको मूल मन्त्र बनाउनु पर्ने प्रस्ताव समेत गर्नुभएको छ। सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वी पथको मूल सार हो उहाँले भन्नुभएको छ। त्यसक्रममा उहाँले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताउनु भएको छ। 2081 मा विभिन्न घटनाहरू भए जसमा सामान्य नागरिकदेखि ठूला भिआइपीहरूले समेत जेल जीवनको अध्याय सुरु गर्नु परेको छ। विभिन्न घटना र प्रकरणमा जोडिएका उनीहरू कोही कारागार चलान भइसके त कोही अझै फरार छन्, कोही प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वर्षभरि चर्चामा रहे। सहकारी प्रकरणमा जोडिएका उनी कहिले पोखरा, कहिले रूपन्देही त कहिले चितवनको प्रहरी र अदालतमा पुगिरहे। अन्ततः उच्च अदालत तुलसीपुरको बुटौल इजलासले लामिछानेलाई चैत्र 22 गते जिल्ला अदालत रूपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दियो। सर्वोच्च अदालतले आज मात्रै लामिछानेलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन पठाउन भनेको छ। न्यायाधीश टेक प्रसाद ढुङ्गनाको इजलासले प्रारम्भिक सुनाइपछि निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो। गत कार्तिकमा सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री राजीव गुरुङ दीपक मनाङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर्यायो। फैसला अनुसार अब मनाङले अझै 3 वर्ष कारागारमा बस्नुपर्नेछ। बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी पूर्वपक्षका लागि जेल चलान भए। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लीला वल्लभ अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैर कानूनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप लाग्यो। जापान काण्डमा मुछिएपछि अधिकारीलाई एमाले मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो। असोजमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली पूर्वपक्षका लागि कारागार चलान भए। चैत्र 15 मा राजावादीहरूको हिंसात्मक घटना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परे। उनीहरू अहिले प्रहरी हिरासतमा छन्। राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल प्रहरीको हिरासतमा छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि राप्रपाकी सांसद गीता बस्नेत अहिलेसम्म फरार छिन्। सहकारी ठगीमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राई पनि अहिलेसम्म फरारै छिन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई मितेरी सहकारीको रकम अनियमिततामा जोडिएको आरोप लाग्यो। गुरुङकी पूर्व पत्नी ज्योति गुरुङ जोडिएपछि उनी विरुद्ध रेड नोटिस समेत जारी भइसकेको छ, तर अहिलेसम्म उनी पक्राउ पर्न सकेकी छैनन्। प्रिय आत्मीय दाजुभाइ दिदीबहिनीहरू, हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष 2082 आइपुगेको छ। नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मङ्गलमय शुभकामना। हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने, तर वर्षको बिदाईमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो। समाजका विभिन्न दल, वर्ग र जन समुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ। केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। नागरिक स्वतन्त्रता भन्दा ठुलो तन्त्र वा वाद हुँदैन।
वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं। वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ। देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्ष 2082 मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ। मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राज संस्थाले जहिले पनि योगदान पुर्याउँदै आएको विदितै छ। राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राज संस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ। वर्तमानमा बदलिदो जनचाहनाको पनि कदर गरी राज्य शक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनु पर्दछ। राष्ट्र निर्माता श्री 5 बरामहाराज धीराजको दिव्य उपदेशलाई नै अबको राज्य सत्ताको मूल मन्त्र सोच्नुमा के होला? सन्तुलित कूटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वी पथको मूल सार हो। यही नै राजनीतिको मूलधार हुनु पर्ने हो। विश्वको बदलिदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरूलाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्नु परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुन दृष्टि लगाउनु पर्ने समय आएको छ। स्वदेशी स्रोत साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने सङ्केतहरू देखा परिरहेका छन्। विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न समेत गाह्रो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नु पर्दछ। युवा स्वरोजगारको निम्ति अवसरहरूको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ। सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ। विश्वभरि
छरिरहेका नेपालीहरू एकताका सूत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन। आफ्ना ज्ञान, सिप र सामर्थ्य मात्र होइन, त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबैमा जागृत गराउनु परेको छ। प्रकृतिले दिएको स्वर्ग जस्तै सुन्दर हिमवत् खण्ड नेपाल सिँगार्न र विकासको बिकुल फुक्न कसरी लाग्ने र लगाउने स्वदेश फर्क स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ। जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्नु सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ। सुशासन र भ्रष्टाचार मुक्त प्रशासन मूल नारा हुनु पर्दछ। हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरूमा एकबद्धता रहनेछ।